सबैलाई नमस्कार, म प्रकाश सिंह। अहिले हामी यो पोल्टीको दानसाङ खोलामा छौँ है। यो खोलाको यहाँ एउटा काम भइरहेको छ। यो खासमा जडाङ्गामा रहेको बेली ब्रिज सार्नलाई यहाँ काम भइरहेको छ। जेठसम्म काम सम्पन्न गरिसक्ने गरी यहाँ एकदम काम सुरु भइरहेको छ। जो बुढीगङ्गा नदीको जडाङ्गामा 3-4 वर्षदेखि अलपत्र अवस्थामा थियो त्यो बेली ब्रिज, त्यो बेली ब्रिज सार्नका लागि सडक विभागले यहाँ टेन्डर गरेर यहाँ काम सुरु भएको छ। र यहाँ काम पनि दुवैतिरको फाउन्डेसन खन्ने चिन्ने काम सुरु भइरहेको छ। यसरी यहाँ धमाधम काम भइराखेको छ। चाँडै यदि यो बेली ब्रिज चाँडै बन्यो भने पोल्टीको 12 मास गाडीको पहुँचमा पुग्नेछ। तर अर्को कुरा के छ भने यहाँ त बेली ब्रिज पनि बन्दैछ। यहाँ नजिकै माथि अझ पक्की पुल पनि बन्ने चरणमा छ, सुरुवात छ। पक्की पुल पनि 1-1.5 वर्षभित्र बन्नेछ। अझ यो खोलामा दुईवटा पुल बन्ने भन्ने होला। तथापि बेली ब्रिज चाहिँ यो वर्षाको समय सर्ने लगभग भइसकेको छ। यहाँ एकदम काम भइरहेको छ। अब दुवैतिर फाउन्डेसन बनिसकेपछि जडाङ्गाबाट खुलेर यहाँ बेली ब्रिज फिट हुन्छ। सम्भवतः जेठसम्म यो बेली ब्रिज पुरा भएर यहाँ सहज रूपमा गाडी यातायात हुन सक्ने अवस्था देखिन्छ। दर्शक नमस्ते। फोनहरू